नमस्ते, म डाक्टर राम। आज म एउटा स्टोरीबाट एउटा इन्सिडेन्टको बारेमा भन्न चाहन्छु होइन। यो चाहिँ क्यालिफोर्नियामा चाहिँ एउटा स्टेटमा चाहिँ भएको थियो, जसमा चाहिँ एउटा फ्यामिली थियो, जसमा बाबा मम्मी र एउटा 6 वर्ष कति बच्चा थियो। अब स्याटरडेको टाइममा घुम्न जाने क्रममा चाहिँ बाबाले चाहिँ त्यो बच्चालाई चाहिँ कारमा लिएर घुम्न जाने क्रममा चाहिँ जाँदै थिए। तर अचानक बाबालाई चाहिँ कल आउँछ उसको अफिसबाट र केही समयको लागि जानुपर्ने भएर उसले कारलाई चाहिँ पार्क गर्छ कतै सेड भएको ठाउँमा चाहिँ होइन, तर कतै पार्क गर्छ। एकदम एक्सट्रिम सनलाइट भएको दिनमा परेको अवस्था थियो। ऊ चाहिँ बाबा चाहिँ 5-6 घन्टापछि बल्ल आइपुग्छ। पछि आएर बच्चालाई हेर्दा बच्चा अनकन्सियस हुन्छ। अनि एकदम हातखुट्टा एकदम तातेको होइन, अनि अनकन्सियस हुन्छ। अनि त्यो भएर उसलाई चाहिँ इमर्जेन्सी लिएर जान्छ हस्पिटलमा। अनि पछि गएर इमर्जेन्सीमा चेकअपहरू गर्दाखेरि बच्चाहरूको भाइटल्सहरू नभएको, बच्चा चाहिँ डेथ भएको देखिन्छ। त्यसपछि गएर चाहिँ इन्भेस्टिगेट गर्दाखेरि प्रहरीले चाहिँ बाबालाई चाहिँ एक्युज गर्छ मर्डरको रूपमा। किन भयो भनेर खोजलाज गर्दै जाँदाखेरि त्यो कारमा धेरै समयसम्म राखेको कारणले गर्दा बच्चा चाहिँ हिट स्ट्रोकले डेथ भएको भन्ने कुरा हुन्छ। त्यही भएर अनि बच्चा त्यस्तो भएको कारणले गर्दा बाबालाई चाहिँ मर्डरको रूपमा एक्युज गरेर बाबालाई चाहिँ जेलमा राखिने गर्छ। यो चाहिँ तपाईँको हिट स्ट्रोकले भएको कारणले एउटा रियल इन्सिडेन्ट जुन क्यालिफोर्नियामा भएको थियो। अब यो हिट स्ट्रोक भनेको के हो, एउटा एकदम मेडिकल इमर्जेन्सी हो। अब यो भनेको के हो, यसको बारेमा हामी चर्चा गरौँ है त।